अधिवेशनका विशेष अतिथिज्यूहरू, संस्थाका संरक्षक र आदरणीय व्यक्तित्व केबी अमालदाजी, त्यस्तै ठकुरी शेख सञ्जाल कतारको निमन्त्रणालाई स्वीकार गरी आफ्नो कार्यव्यस्तताका बावजुद पनि आफ्नो समयको पाबन्दीका बावजुद पनि ठकुरी शेख सञ्जाल कतारको निमन्त्रणालाई स्वीकार गरी यहाँसम्म उपस्थित भएर ठकुरी शेख सञ्जाल कतारको यस 8औं अधिवेशन तथा 12औं वार्षिक उत्सवलाई सफल बनाउनको लागि पाल्नुभएका दोहा कतारका समाजसेवी, विभिन्न सङ्घ संस्थाका आदरणीय व्यक्तित्वहरू, जातीय संस्थाका व्यक्तित्वहरू र सम्पूर्ण उपस्थित नेपाली आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू र पत्रकार साथीहरू सम्पूर्णमा म ठकुरी शेख सञ्जाल कतारको संरक्षक, आजको प्रमुख अतिथि रेशम साईको तर्फबाट यहाँलाई स्वागत तथा मेरो तर्फबाट दर्शन स्वीकार गर्छु। ठकुरी शेख सञ्जाल कतार एउटा जातीय संस्थाको नामाकरण भए तापनि ठकुरीहरूको हक हित सँगसँगै ठकुरी भन्दा बाहिर रहेर ठकुरी भन्दा बाहिरी संस्थाहरू, व्यक्तित्वहरू र विभिन्न जात जातिका मानिसहरूलाई पनि सहयोग गर्दै आइरहेको छ। ठकुरी शेख सञ्जालको स्थापना कार्यकालदेखि नै ठकुरी भन्दा बाहिरको धेरैजना विद्यार्थीहरूलाई एउटा कलम परियोजनाको तर्फबाट नेपालमा एउटा शिक्षाको दियो बाल्ने प्रयास पनि त्यति बेलाबाट सुरु गरेको र अहिले आगामी दिनमा पनि ठकुरी शेख सञ्जाल कतारले यहाँहरूको समन्वय, यहाँहरूको सहयोग र यहाँहरूको महत्त्वपूर्ण सुझावका साथ ठकुरी शेख सञ्जाल कतार यहाँहरूप्रति सदा उपस्थित हुनेछ। यहाँहरूको सहयोगमा ठकुरी शेख सञ्जाल कतारलाई आवश्यक ठान्नु भएमा ठकुरी शेख सञ्जाल कतार सदा उपस्थित रहनेछ र पूर्वका साथीहरू, आदरणीय व्यक्तित्वहरूले ठकुरी शेख सञ्जालका बारेमा वर्णन गरिसक्नु भएको छ। ठकुरी शेख सञ्जाल दोहा कतार स्थापना कालदेखि अहिलेसम्म आउँदा के काम गर्न सक्यो, कस्तो काम गर्न सक्यो, त्यो यहाँहरू सम्पूर्णले नजिकैबाट नियाली बसेको छ भन्ने मलाई लाग्छ। यो त म संरक्षकको हैसियतमा यदि कार्यक्रम गर्दै गर्दा कहीँ कतै त्रुटि हुन गएको छ, कहीँ चाहिँ हामीले चाहिँ गर्नुपर्ने सम्मान छुटेको छ, कहीँ यहाँहरूको चाहिँ सहयोगलाई हामीले चाहिँ बोल्न छुटाएका छौँ भने पनि एउटा संस्थागत हिसाबले यहाँहरू समक्ष माफी माग्न चाहन्छु। कार्यक्रम गर्दै गर्दा दोहाको माहौलमा केही कमी कमजोरी भएको हुनसक्छ, त्यहाँलाई आफ्नै साथीभाइ, आफ्नै सहकर्मी र आफ्नै साथीको र आफ्नै संस्था सम्झेर यहाँको महत्त्वपूर्ण सुझाव रहनेछ भन्ने आशा पनि गर्न चाहन्छु। र ठकुरी शेख सञ्जाल कतार नाम ठकुरी छ र ठकुरीको हकिकतका लागि मात्र नभई सम्पूर्ण जात जाति र सम्पूर्ण समुदायमा सहयोग गर्दै आइरहेको छ र आगामी दिनमा पनि यसले दोहामा रहेका सङ्घ संस्थाहरूसँग मिलेर अझै त्यो भन्दा पनि उत्कृष्ट कार्यक्रम गर्नेछ भन्ने म चाहिँ आशा गर्न चाहन्छु। र हामी सम्पूर्ण नेपाली दाजुभाइहरू आफ्नो विभिन्न परिस्थिति बाध्यताले गर्दा देशभन्दा बाहिर छौँ, दोहा कतारमा छौँ। हामी सबैले एकअर्कालाई सहयोग गर्दै यहाँसम्म आइपुगेका छौँ र सबैजनाले यहाँको कानुन परिधिभित्र रहेर हामी सबैले यहाँको स्थानीय कानुनको पालना गर्दै एक आपसमा भाइचाराको सहयोगको वातावरण तयार गर्दै दोहा कतारमा रहेका सम्पूर्ण नेपाली समुदायहरू मिलेर अगाडि बढ्नुपर्ने छ। यहाँहरूको चाहिँ सम्पूर्ण सङ्घ संस्था, सम्पूर्ण व्यक्तित्वहरू सम्पूर्णलाई पुनः एकपटक ठकुरी शेख सञ्जाल कतारको तर्फदेखि
धन्यवाद दिँदै आजको कार्यक्रम भव्य सभ्य रूपमा सम्पन्न गराउनको लागि यहाँहरू सम्पूर्णको योगदानको उत्सव मूल्याङ्कन गर्दै सम्पूर्णलाई धन्यवाद दिँदै आज प्रमुख अतिथिको हैसियतमा यहाँ उपस्थित भएर केही शब्द राख्ने अनुमति दिइबसेकोमा ठकुरी शेख सञ्जाल कतारमा यो 24-26 कार्यकालका कार्य समितिप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र ठकुरी शेख सञ्जाल कतारले यो 2 वर्ष कार्यकालभित्र असाध्यै राम्रो काम गरेको मैले महसुस गरेको छु र अब भन्ने नयाँ कार्य समितिलाई पनि अग्रिम बधाई दिन चाहन्छु र यो कार्य समितिले पनि योभन्दा उत्कृष्ट काम गर्नेछ भन्ने म आशावादी पनि छु र मेरो तर्फबाट सक्ने सधैँ सहयोग रहने पनि छ भन्दै मेरो 2 शब्द यही टोका जान्छु। हस्त धन्यवाद। दर्शन जय ठकुरी।